एकछिन नतान्नु न। तपाईको अगाडि मैले हेर्न मिल्छ नि सर? मिल्छ मिल्छ। हेलमेट खोल्नु त तपाईको। साइडमा उगालेर पो हेर्न मिल्दैन। मैले खोल्न त मिल्छ नि त। नाइ चिन नतान्नु भन्नु। यो चाहिँ लाइसेन्सको रिन्यु चाहिँ होइन ठिक छ, चेकिङ गरेको राम्रो हो, तर मलाई त्यो चेन तान्दा चाहिँ अलिक मजा लागेन कि। हो नि। हे गाइज, डे 2 सबैलाई गुड मर्निङ, सरी गुड आफ्टरनुन भइसक्यो है। अनि हामी चाहिँ अब जाँदैछौँ। अब आज हामी थोरै काम गरेर म थोरै कामको टाइम ल्याप्स पनि हजुरहरूलाई अपडेट गराउँछु। अनि त्यसपछि हामी चाहिँ बागलुङ जानेछौँ। तर आजको मेरो भ्लग चाहिँ एकदम छोटो हुनेछ है। लेट्स सी है त, सबैजना रेडी भइसक्यो, निस्क्यौँ है त। यो चाहिँ रहेको छ भरतपुर एयरपोर्ट। मेरो पछि हुनुहुन्छ भान्जा भान्जी। अब हामी उता जङ्गलमा जाने प्लान छ। थोरै सुट छ, म त्यहाँको चाहिँ हजुरहरूलाई टाइम ल्याप्स अपडेट गराउँछु। अनि त्यसपछि भान्जा भान्जीहरू अगाडि गइसक्नु भएको छ। झोला पनि टन्नै छ क्या, फेरि झोला भयो भने यही गाह्रो हुने क्या। हेलो, वेदर पनि ठिकै छ, भरतपुरको राम्रै छ है। अब हामी चाहिँ यहाँबाट बाइपास निस्केर जाने कुरा भइरहेछ। हामी बाइपास निस्केरै जान्छौँ। जान झ्याउ लाएर बाइपास हान्यौँ कि है, बाइपासको बाटो जानला। यहाँबाट चाहिँ आँपटारी पुग्छ। आँपटारीमा एकछिन हामी भुल्छौँ अनि फेरि निस्किन्छौँ। Now I am at Apchari. यहाँबाट चाहिँ म राइड जान्छु। जाम लागिरहेछ क्या। यहाँबाट पोखरा 120 किलोमिटर रहेको छ। काठमाडौँ 138। के को जाम हो यस्तो? थोरै बेसी सहर 102 किलोमिटर अगाडि आएको छ। बाख्रालाई यसरी काट्नु पर्ने हुन्छ। ओ खरबुजा खै त भान्जाहरू आइसकेको छु। अब यहाँबाट पुरा अगाडि छ। गर्मी भयो यार लाग्छ। निस्किसकेका छौँ। अनि अब चाहिँ हामी बागलुङ जाँदैछौँ। पोखरा जाँदैछौँ। अनि त्यसपछि बिचमा सौरभ दाईहरू पनि आउँदै हुनुहुन्छ। उहाँहरूलाई मुगलिन भेट्ने कुरा छ हाम्रो प्लानिङ चाहिँ। मुगलिन एकछिन बस्छु अनि त्यसपछि लेट्स सी है त। बाटोमा जाम चाहिँ म्यासिभै छ यार। भान्जा चाहिँ अगाडि नै पुगिसक्नु भएछ।
कति बेला जानु भएछ खै बल्लै देख्यो हामीले त हामी चाहिँ तासुङ्गा आइसक्यौँ म्यापमा चाहिँ कति 44 मिनट देखाए 34 मिनट देखाएछ 24 किलोमिटर फ्रम हियर मुगलिन अनि बाटो चाहिँ आज अलिक बिजी छ कि आज स्याटरडे भएर नि होला हाम्रो पछाडि भान्जा आउँदै हुनुहुन्छ उहाँ फेरि कुद्नु भयो भने एकदम बेसी कुद्नुहुन्छ फेरि बिस्तारै गर्नु भने एकदम बिस्तारै क्या कोही खतरा झर्ना छ है त्यहाँ दामी देख्छ होला यार अगाडि जाम राम्रै लागिरहेछ जस्तो छ कृपया बिस्तारै जानुहोस् अगाडि तार तान्ने कार्य चलिरहेको छ रमै हालिदियो त त्यो ठाउँ साङ्ग्रो छ नि त त्यही भएर हानेको हो कि हामीहरू जाम चाहिँ निकै लागिरहेछ यार वेदर क्लियर छ यस्तै क्लियर भइदियो हुन्थ्यो बागलुङ पुग्ने बेलासम्म पोखरा पुग्ने बेलासम्म उता त देखा जाएगा हैन अनि त्यहाँ सौरभ दाहरू पनि आउँदै हुनुहुन्छ कहाँसम्म आइपुग्नु भयो मुगलिन आएर भेट्ने कुरा छ हामी चाहिँ मुगलिन आइसकेका छौँ मुगलिन बजार अब चाहिँ हामी एकछिन सौरभ दाहरूलाई कुर्छौँ उहाँहरू आइसकेको भए भेट हुन्छ अनि नभए एकछिन कुरेर अनि लन्च गर्छौँ 2:56 भइसक्यो 3 बज्न आँटिसक्यो हामी पनि उता पोखरा जान्छौँ उहाँहरू चाहिँ काठमाडौँ जानु आँट्नु भएको अरे अनि भेटौँ न भन्ने कुरा भइरहेको थियो अब भान्जालाई पनि हामी एकछिन कुर्छौँ त्यसपछि दाइहरू पनि आइसक्नु भइरहेछ हामी फेरि यता माथितिर आयो कि तर तलतिर हैछ क्या ए उ त्यहीँ त रहेछ फाइनल्ली हामीले दाइहरूलाई भेटिसकेको छौँ मुगलिन पनि आइसक्यौँ भान्जा पनि आइसक्नु भयो हामी उक्लिँदैछौँ है हामी फेरि माथि गयो क्या नचिनेर ओ आउनुहुन्छ सुशान्त यो हाम्रो भेट भइसकेको छ फाइनल्ली त्यसका साधन ठिक छ दाइ खै सौरभ दाइ
हजुर दायाँ लुकेर बस्नु भएको छ मैले भेटिसकेँ हजुरलाई हेलो ल शुभयात्रा दाइ आएपछि भेटौँला बाई शुभयात्रा बाई शुभयात्रा आएपछि भेटौँला उहाँहरूलाई पनि मेरो भ्लगमा स्वागत छ उहाँको अलरेडी पहिल्यै छ सौरभ श्रेष्ठ उहाँको च्यानल फेरि आउनेछ र हामी खाना खाइसक्यौँ अब चाहिँ हामी निस्किन्छौँ पोखरा अनि अगाडि गएर फ्युल पनि टपअप गर्नुपर्ने छ है आइप्याड त्यहाँ हाल त यही हो हाम्रो हात हतियार है त्यो ओर्लिनु पर्यो यहाँ पनि यस्तै हात हतियार छ एकछिन है त्यही एक बोतल रक्सी छ त्यही हो ए खोलेर देखाऊ सबै खोलेर देखाऊ के लाइसेन्स बिल बुक ऊ त्यहाँ त्यही खोला फेरि होला बिल बुक हुन्न नि एकछिन नतान्नु न तपाईको अगाडि मैले हेर्न मिल्छ नि सर मिल्छ हेलमेट खोल्नु त तपाईको साइडमा उगालेर पो हेर्न मिल्दैन मैले खोल्न त मिल्छ नि नै चिन नतान्नु भन्नु चाहिँ लाइसेन्सको रिन्यु चाहिँ चोरले भन्दा बढी चेकिङमा पर्रे यार चोरेको भन्दा गाह्रो पो छ त यार होइन ठिक छ चेकिङ गरेको राम्रो हो तर मलाई त्यो चेन तान्दा चाहिँ अलिक मजा लागेन के हो नि हो चेक गर्नुपर्छ गरेको राम्रो हो होइन त्यसलाई हामीले त्यसलाई हामीले नराम्रो भन्न खोजेको चाहिँ होइन कि तर त्यो चेन तान्दाखेरि मेरो त्यहाँ सबै ग्याजेट्सहरू थियो नि त क्यामेरा ब्यागको चेन तान्दा अनि त्यो हुनाले चाहिँ मलाई रिस उठ्यायो के ठिक छ चेक गर्न त पायो नि त होइन त्यो ठुलो इस्यु भएन उहाँहरूलाई पनि सल्युट छ नि त ऊ लायो भाइलाई लायो झड्का लायो हामी चाहिँ अब निस्किसक्यौँ गण्डकी प्रदेश पनि प्रवेश गरिसक्यौँ भान्जालाई चाहिँ भान्जा चाहिँ चेकमा पर्नु भएन हामी चाहिँ राम्रै चेकिङमा पर्यो कपडाधरी खोल्नु पऱ्यो यार अब ठिकै छ केही भएन ठिक छ नो प्रॉब्लम लाइफ में ऐसा बात होता रहता है त्यही छु पेट्रोल चाहिँ हाल्नु पर्यो अनि अहिले चाहिँ हामी आबु खैरेनी आइसक्यौँ भान्जा चाहिँ खै कहाँ पैया हान्नु भयो थाहा छैन फाइनल्ली पेट्रोल पनि हालिसक्यो हल्का शीतल शीतल भयो यार बल्ल अहिलेसम्म त वाइल्ड गर्मी भइरहेको थियो बाटो पनि अलिक खाली खाली होला तर
अलिअलि बादल पनि छ। पानी नपरिदियो हुन्थ्यो। बागलुङमा चाहिँ पानी परेको छ अरे भन्ने सुने हो। हामी आज बागलुङै जान्छौँ होला। पोखरा एकछिन घुम्न जान्छौँ अनि बागलुङ चाहिँ निस्किन्छौँ। भोलि फेरि काम छ। खाना त खायो तर निद्रा लाग्यो। बेला नको बेला खाना खायो निद्रा लाग्छ लाग्छ। सब निद्रा लागेको डुब्रे आइसकेका छौँ। हाई गर्दै भए पनि यसो निद्रा लाग्यो। अब एकछिनमा कफी खानुपर्छ। चाहिँ माथि बन्दीपुर गइन्छ। This way to go to Bandipur, this way to go to Damauli and Pokhara. What is it here? बन्दीपुर कस्तो बवाल देखेको यार माथि है। वेदर चाहिँ आज अस्ति खुल्या छ। मजा आइरहेको छ हेर्दा हिँड्न। हेर्दै हिँड्नुको मजा पनि छुट्टै छ। ट्र्याम्प पनि मार्केटमा राम्रै चल्या रहेछ। अहिलेको लेटेस्ट मोडलवाला बाइक रहेछ। पऱ्यो निद्रा लाग्यो लास्टै होइन। त्यो हुनाले आज भान्जा चाहिँ यहाँ आइसक्नु भएको छ। भर्खर फोन गर्नुभएको थियो होइन र हो। एकछिन कफी ब्रेक लिएर हामी निस्किन्छौँ है त। यहाँ पनि स्टिकर लगाउनु पर्ने हुन्छ। स्टिकर त लाउन छोड्ने नै होइन क्या मिलेसम्म। एकैछिनको कफी ब्रेक पछि हामीहरू निस्किसकेको छौँ। पानीले पनि हल्का हल्का फेरि पानी परिरहेछ। लास्ट झ्याउ लाग्यो। दमौली We are at Damauli. यहाँबाट पोखरा कति 50 किलोमिटर अराउन्ड रहेको छ। कस्तो राम्रो बाबु उठ उठ। देख्न सकिन्छ दमौली बजार। कस्तो दामी देखेको है। हाम्रो भान्जा त कहाँ हराए।
हामी चाहिँ अक्कला देवी आइसकेका छौँ। हिजो त्यही त हो नि बाबु कसेर कफी खाएको। गाडी नै बिग्रेछ बिचरा। कस्तो दामी के आमामा सही मजा लाग्ने क्या देख्दाखेरि। कस्तो ग्रिनरी आमामा। अब त एकछिनमा पोखरा पनि पुगिन्छ। बाटो पनि अलिअलि खाली खाली जस्तो छ। भान्जा चाहिँ खै कहाँ पछि हराउनु भयो थाहा नै भएन। ए सोल्टी के गरे? अलिकति बाटो छोडिदेऊ न, ठाउँ छैन भने। आफू नजाने अर्को लाइन जान नदिने, त्यस्तो त गर्नु भएन नि है। बिल्ड योर ड्रिम। कति धेरै है इभी नेपालमा। अब इभी मात्र चल्छ होला यार यस्तै तालो भन्दा। कति धेरै छ क्या इभीहरू। जहाँ हेऱ्यो इभी मात्रै देख्छ क्या। हिमाल चाहिँ अलिअलि देखेको छ तर त्यस्तो बवाल डिटेल्समा चाहिँ देखेको छैन। अब त एकछिनमा पनि हामी पोखरा पुग्छौँ। पोखरा एकछिन काम छ है। वेदर कस्तो बवाल लाग्यो यार। बहुत मजा आयो। वी आर एट गगनगौडा। हामी गगनगौडा आइसक्यौँ। वी आर एट विजयपुर। हामी विजयपुर आइसक्यौँ। अनि एकछिन पोखरामा काम छ। यहाँ चाहिँ बाटो अन्डर कन्स्ट्रक्सनै छ। अब बन्ला छिटै। विजयपुर खोला कटेपछि चौथे नै आइसकेका छौँ। हिजो चाहिँ हामी त्यहाँबाट छिराएको थियौँ भने आज फेरि न्यु रोड जाने काम छ। यताबाट जानु पर्यो। यताबाट पनि धेरै घुम्नु पर्ने हुन्छ। त्यो हुनाले बरु हाइवे नै जाउँ भनेर नि यताबाट निस्क्यौँ। अझै पनि बाटो अन्डर कन्स्ट्रक्सनै छ। उही बुलेट रे आमामा। हिमाल चाहिँ अलिअलि देखाएको छ, त्यस्तो बवाल नै देखाएको छैन। उतातिर चाहिँ कालो भएर आइसकेछ त यार। भान्जा पनि फोन गरेको, लेखनाथ आयो भन्दै थियो। भान्जा चाहिँ पछाडि हुनुहुन्छ। हाम्रो चाहिँ थोरै काम छ। हामी त्यही हुनाले अगाडि नै छौँ। हामी पोखरा आइसकेका छौँ। अनि अब काम सक्यो भने हामी बागलुङ जाने कुरा छ फेरि। मेबी छिटै काम सकेला। आज फेरि स्याटरडे। अब सपहरू खुल्छ कि खुल्दैन भन्ने कुरा हो नि त। त्यो हुनाले ढाड दुख्यो क्या। यहाँ छ रङ्गशाला। अनि अगाडि चाहिँ पुल बन्दैछ। अब यहाँबाट पुल बन्यो भने त अलिक जाम कम हुन्छ नि त। ल यो पुल पनि युज गर्यो भने। We are at New Road
अब एकछिन काम छ अनि त्यसपछि लेट्स सी है त। हाम्रो काम पनि सकिसक्यो, अब अँध्यारो पनि भइसक्यो। आजको भ्लग चाहिँ म यहीँ इन्ड गर्ने प्लानमा छु। सी यू अन नेक्स्ट भ्लग गाइज। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। नमस्कार नमस्कार नमस्कार।